हेलो साथीहरू नमस्कार। नेपाली सेयर इन्फो च्यानलमा यहाँहरूलाई स्वागत छ। आज पनि मैले एउटा नयाँ जानकारीमूलक भिडियो लिएर आइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियो मन पर्यो भने च्यानल सब्स्क्राइब र लाइक गरिदिनु होला। र यस्तै खालको जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ तपाईँले नेपाली सेयर इन्फो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर राख्न सक्नुहुनेछ। हामी कर्णाली डेभलपमेन्ट बैङ्ककै बारेमा कुरा गर्दैछौँ। कर्णाली डेभलपमेन्ट बैङ्कको खराब कर्जा कति पुगेको छ, खराब कर्जा भनेको के हो, जस्तै एनपिएल भन्छ, त्यस सम्बन्धीको जानकारी आजको भिडियोमा दिनेछु। र कर्णाली डेभलपमेन्ट बैङ्क नेपालगञ्ज बाँकेलाई चाहिँ नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेर अहिले सञ्चालन गरिरहेको छ। यस बैङ्कलाई चाहिँ 81/9/10 गतेदेखि चाहिँ बसेको बैठकले चाहिँ 9/11 गतेदेखि चाहिँ व्यवस्थापकीय जिम्मेवारी नेपाल राष्ट्र बैङ्कले लिएर सञ्चालन गर्दै आइरहेको छ। र नेपाल राष्ट्र बैङ्कले चाहिँ यो कि फाइनेन्सियल इन्डिकेटर अफ द डेभलपमेन्ट बैङ्क प्रकाशित गरेको छ। त्यसमा के रहेको छ त्यो चाहिँ हजुरहरूलाई म सरल जानकारी दिनेछु। त्यसपछि हामी एनपिएल भनेको के हो, नन पर्फर्मिङ लोन के हो, कति पुगेको छ, त्यसको बारेमा हामी जानकारी लिनेछौँ। नेपाल राष्ट्र बैङ्कले चाहिँ यो कि फाइनेन्सियल इन्डिकेटर अफ डेभलपमेन्ट बैङ्क भनेर चाहिँ पौष इनसम्मको चाहिँ यो कि फाइनेन्सियल इन्डिकेटरहरूको चाहिँ त्यहाँ प्रकाशित गरेको छ। यो चाहिँ मिड जनवरी 2025 बेस्ड अन द अनअडिटेड रिपोर्ट सबमिटेड बाई द फाइनेन्सियल इन्स्टिट्युसन भनेर चाहिँ यो विभिन्न डेभलपमेन्ट बैङ्कहरूको जस्तै मुक्तिनाथ, ज्योति, गरिमा विकास बैङ्क, महालक्ष्मी विकास बैङ्क, यो सम्पूर्ण बैङ्कहरूको पेड अफ क्यापिटल, कोर क्यापिटल, होइन, टोटल क्यापिटल, आरडब्ल्युई, सिसिआर, सिआर, टोटल डिपोजिट कति छ, टोटल लोन कति छ, होइन, सिडी रेसियो, नेट रिक्विड र एसएलआर कति छ, बेस रेट, यो सम्पूर्ण कुराहरू चाहिँ जानकारी दिने गर्दछ। त्यस सम्बन्धी यहाँ अब जस्तै यो कर्णाली डेभलपमेन्ट बैङ्कलाई चाहिँ यो समस्याग्रस्त घोषणा गरेर प्रोब्लोमेटिक डेभलपमेन्ट बैङ्क भनेर छुट्टै कोलममा राखेर चाहिँ प्रकाशित गरेको छ। र डेभलपमेन्ट बैङ्कमा कर्णाली डेभलपमेन्ट बैङ्क भनेको छ पेड अफ क्यापिटल तपाईँले देख्न सकिन्छ, कोर क्यापिटल, टोटल क्यापिटल र सिसिआर, सिएआर र टोटल डिपोजिट कति छ र टोटल लोन कति छ भनेर यहाँ देख्न सकिन्छ। र एनपिएल चाहिँ यस बैङ्कको 60.75 पुगेको देखिन्छ, होइन। एनपिएल हामी आज यसैको बारेमा चर्चा गर्नेछौँ। एनपिएल अब कर्णाली डेभलपमेन्ट बैङ्कको चाहिँ 60.75 पुगेको छ। र यहाँ अब सिसिआर भनेको के हो भन्दाखेरि कोर क्यापिटल टु द टोटल रिस्क वेटेज एक्सपोजर भनेको छ। सिएआर भनेको टोटल क्यापिटल फन्ड टु टोटल रिस्क वेटेज एक्सपोजर भनेको छ, होइन। सिडी रेसियो कति हुनुपर्छ भन्ने छ, 90%भन्दा बढी हुनु हुँदैन भन्ने छ। यसै गरी एनपिएल कति हुनुपर्छ, नन पर्फर्मिङ लोनको कुरा गरेको छ। र अब हामी कुरा गर्छौँ एनपिएलको। अब कर्णाली विकास बैङ्कको खराब कर्जा र हालको अवस्थाको बारेमा हामी चर्चा गर्नेछौँ। खराब कर्जाको स्थिति भनेको पछिल्लो तथ्याङ्कको चालु वर्षको आर्थिक वर्ष 80-81को पुस मसान्तसम्मको कर्णाली विकास बैङ्कको खराब कर्जा चाहिँ 60.75 पुगेको छ। र यो तथ्याङ्कले बैङ्क तथा वित्तीय संस्था अत्यन्तै नै कमजोर भएको देखाउँछ। र किनकि सामान्यतया 5% भन्दा बढी एनपिएल हुनु चाहिँ जोखिमपूर्ण मानिन्छ, होइन। पहिलेको तथ्याङ्क हेर्दाखेरि पहिलो त्रैमासिकमा वित्तीय विवरणमा बैङ्कले चाहिँ एनपिएल 7.27 रहेको चाहिँ दाबी गरेको थियो। तर नेपाल राष्ट्र बैङ्कको अनुगमनले चाहिँ 40.85% एनपिएल रहेको खुलासा गरेको थियो। र पुसमा यो दर अझै बढेर चाहिँ 60.75 पुग्नाले चाहिँ बैङ्कको कर्जा व्यवस्थापन र असुली प्रक्रियामा गम्भीर कमजोरी रहेको चाहिँ पुष्टि गरेको छ। र प्रभाव भनेको यदि एनपिएल उच्च हुन्छ भने चाहिँ बैङ्कले तरलता सङ्कट, निक्षेप फिर्ता गर्न नसक्ने अवस्था र समग्र विश्वसनीयतामाथि नै नकारात्मक असर पार्छ। एनपिएल बढ्नु, उच्च हुनु भनेको चाहिँ अर्को भनेको अर्को के कुरा पनि रहेको छ भने पुँजीकोष अनुपात भने क्यापिटल एडुकेसी रेसियो कार चाहिँ वर्तमान अवस्थामा पुसको बैङ्कमा पुँजीकोषको अनुपात चाहिँ ऋणात्मक रहेको छ। त्यही पनि 39.98 ऋणात्मक भएको छ। सामान्यतया नेपाल राष्ट्र बैङ्कले विकास बैङ्कहरूको
का लागि चाहिँ न्यूनतम पुँजीको चाहिँ 11% कायम गर्नुपर्ने मापदण्ड तोकेको छ। तर चाहिँ ऋणात्मक अनुपातले बैङ्कको पुँजीको आधार निकै नै कमजोर भएको चाहिँ देखाउँछ र सञ्चालनका लागि जोखिमपूर्ण अवस्थामा रहेको देखाउँछ र पहिलो त्रैमासिकमा बैङ्कले पुँजीको अनुपात 10.05 रहेको दाबी गरेको थियो, तर राष्ट्र बैङ्कले अनुगमनले 4% भन्दा कम रहेको देखाएको थियो र यो गिरावटले वित्तीय विवरणहरूमा पारदर्शिता कमी र सम्भावित अनियमितता झल्काउँछ र नेपाल राष्ट्र बैङ्कको हस्तक्षेप चाहिँ समस्याग्रस्त घोषणा गरेको थियो। मङ्सिरमा चाहिँ 2081मा कर्णाली विकास बैङ्कलाई समस्याग्रस्त घोषणा गरेको थियो र पुस तेस्रो सातादेखि चाहिँ बैङ्कको सञ्चालन राष्ट्र बैङ्कको व्यवस्थापन समूहले चाहिँ लिएको थियो र व्यवस्थापन समूहमा चाहिँ उपनिर्देशक टीकाराम खतिवडाको संयुक्तमा उपनिर्देशक द्वय विष्णुकुमार विश्वकर्मा र जुगल किशोर कुशवाहाको रहेको 3 सदस्यीय टोलीले बैङ्कको व्यवस्थापन गरिरहेको छ र यो टोलीको निम्न काममा चाहिँ जोड दिइरहेको छ। कर्जा असुली कार्य, धितो ल्यामिने र अन्य कानुनी प्रक्रियाबाट कर्जा असुलीको प्रयास र निक्षेप फिर्ता भनेको निक्षेपकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ र डिडिएको बैङ्कको वास्तविक वित्तीय अवस्था पत्ता लगाउनका लागि अडिट भइरहेको छ, जसले थप तथ्यहरू बाहिर ल्याउनेछन्। यसलाई चाहिँ यो बैङ्कलाई चाहिँ प्रतिबन्धहरूमा चाहिँ राष्ट्र बैङ्कले चाहिँ बैङ्कलाई नयाँ निक्षेप सङ्कलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाएको छ। साथै नेपाल स्टक एक्सचेन्जमा बैङ्कको सेयर कारोबार पनि निलम्बन गरिएको छ, रोक लगाइएको छ। वित्तीय चुनौतीहरू भनेको चाहिँ तरलता सङ्कट भनेको उच्च एनपिएल र कमजोर पुँजीको अनुपात कारणले बैङ्कले निक्षेपकर्तालाई रकम फिर्ता गर्न चाहिँ कठिनाइ भोगिरहेको छ। अहिले पनि संस्थागत सुशासनको कमी हुने, वित्तीय अनियमितता र कमजोर व्यवस्थापन बैङ्कले अवस्थामा पुगेको जस्तो देखिन्छ। अब वास्तविक कुरा के हो चाहिँ डिडिएको रिपोर्टपछि चाहिँ हामीलाई थाहा पाउने नै छौँ। पहिलो त्रैमासिकमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चाहिँ बैङ्कले 1.98 करोड चाहिँ घाटा बेहोरेको थियो, जसले सञ्चालकलाई सञ्चालनमा चुनौती देखाउँछ। अब सम्भावित भविष्यको समाधान कसरी हुनसक्छ त भन्दाखेरि ड्यु डिलिजेन्स अझै डिडिएको अडिटको नतिजाले बैङ्कको वास्तविक अवस्था थाहा पाउँछ, जस्तै सम्पत्ति, दायित्व र अनियमितता स्पष्ट गर्नेछ र यो अडिटले बैङ्कको पुनर्संरचनामा अथवा मर्जर वा बन्द गर्ने बाटो निर्धारण गर्नेछ। हामी चाहिँ ड्यु डिलिजेन्स अडिट डिडिएसम्म चाहिँ के देखाउँछ त्यसले हामी अब त्यसको रिपोर्ट आएपछि चाहिँ थाहा हुनेछ। र कर्जा असुलीको कुरा चाहिँ धितो लिलामी र कानुनी प्रक्रिया मार्फत एनपिएल घटाउने प्रयास चाहिँ भइरहेको छ, तर 60.75 एनपिएल भएको अवस्थामा यो प्रक्रिया चाहिँ जटिल हुनसक्छ होइन। मर्जर र पुनर्संरचना भनेर चाहिँ यदि बैङ्कले आफ्नो अवस्था सुधार्न सकेन भने चाहिँ राष्ट्र बैङ्कले यसलाई अन्य बलियो वित्तीय संस्थासँग मर्जर गर्न सक्ने सम्भावना पनि छ होइन। निक्षेपकर्ताको सुरक्षा भनेको चाहिँ तपाईँहरूले यदि राष्ट्र बैङ्कले निक्षेपकर्ताको रकम फिर्तालाई प्राथमिकता दिएको छ, तर उच्च एनपिएल र ऋणात्मक पुँजीकोषले यो प्रक्रियालाई चाहिँ अलिक चुनौतीपूर्ण बनाएको चाहिँ हामीले देख्न सकिन्छौँ। अब हामीले यति कुरा गऱ्यौँ, खराब कर्जा भनेको के हो त त्यो सब बुझौँ है त। खराब कर्जा भनेको चाहिँ जब कुनै ऋणीले बैङ्क वा वित्तीय संस्थाबाट लिएको कर्जा तोकेको समयमा तिर्न असफल हुन्छ र ऋणीको भुक्तानी मितिबाट 90 दिनभन्दा बढी समयसम्म पनि रकम फिर्ता गर्न सक्दैन भने त्यस्तो कर्जालाई चाहिँ एनपिएल भनिन्छ, त्यसलाई नन पर्फर्मिङ लोन भनिन्छ। र खराब कर्जाको व्यवस्थापन भनेको चाहिँ कसरी गरिन्छ भन्दाखेरि बैङ्कले ऋण प्रदान गर्दा राखिएको धितो जस्तै घर, जग्गा, सवारी साधन लिलामी गरेर कर्जा उठाउने प्रयास गर्छ। यदि त्यो एनपिएल भयो भने होइन, खराब कर्जा भयो भने चाहिँ धितो लिलामी गरेर कानुनी प्रक्रिया हुने, यदि धितोबाट रकम उठाउन सम्भव भएन भने चाहिँ बैङ्कले कानुनी बाटो अपनाउन सक्छ। प्रोभिजनिङको कुरा गर्नुपर्दा बैङ्कहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनपिएलको लागि निश्चित रकम छुट्याइराख्छन्, जसलाई प्रोभिजनिङ भनिन्छ। जस्तै जोखिमको मापदण्ड भनेको चाहिँ तपाईँहरूले यदि कुनै पनि बैङ्कको कुल कर्जामध्ये 5% भन्दा बढी कर्जा चाहिँ खराब कर्जाको रूपमा प्रगति हुन्छ भने त्यस बैङ्कलाई जोखिमपूर्ण मानिन्छ होइन। अनि यस्तो अवस्थामा बैङ्कको चाहिँ वित्तीय संस्थामा नकारात्मक असर पार्न जान्छ र यसले बैङ्कको विश्वसनीयतामा समेत प्रश्न चिन्ह उठाउन सक्छ। र खराब कर्जा किन हुन्छ भन्दा खराब कर्जा चाहिँ आर्थिक मन्दी, ऋणीको वित्तीय समस्या, बजारमा तरलताको कमी वा अपर्याप्त कर्जा मूल्याङ्कन जस्ता कारणहरूले एनपिएल चाहिँ बढ्न सक्छ होइन। एनपिएल बढ्दाखेरि चाहिँ के हुन्छ भने बैङ्कको नाफा घट्छ, कर्जा प्रवाहमा कमी आउँछ र समग्र अर्थतन्त्रमा पनि असर पर्न सक्छ। नियन्त्रणको उपाय भनेको यो कर्जा दिनु अघि नै राम्रो मूल्याङ्कन, नियमित अनुगमन र समयमै पुनर्संरचना जस्ता उपायले एनपिएललाई चाहिँ कम गर्न सकिन्छ। यो थियो एनपिएलको कुरा, नन पर्फर्मिङ लोन। अब खराब कर्जा जसले चाहिँ बैङ्कलाई नै प्रभाव पार्छ र यस्तो जानकारी चाहिँ मैले आज तपाईँहरूलाई दिएँ र कर्णाली डेभलपमेन्ट बैङ्कको एनपिएल पनि निकै माथि पुगेको देखिन्छ।
हस् त धन्यवाद। आजको जानकारीमूलक भिडियो यति नै थियो। भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै खालको जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ नेपाली सिआर इन्फो च्यानललाई चाहिँ हजुरहरूले सब्सक्राइब गरेर राख्न सक्नुहुनेछ। धन्यवाद।